नमस्कार, गुड मर्निङ सम्पूर्ण मेरा टिकटकका साथीभाइ, दिदी, बहिनी, दाजुभाइ, छोराछोरी सबैमा है त। आज 2083 साल वैशाख 4 गते माता तीर्थ औँसी। अहिले इङ्ग्लिसमा ह्याप्पी मदर्स डे, हामी नेपालीमा माता तीर्थ औँसी है त साथीहरू। म आमालाई मम्मी भन्नुहुन्छ नि हजुरहरूले, मम्मी भन्नुभन्दा आमा भनेको राम्रो। आमा भनेको शब्द धेरै राम्रो हो। अनि कति साथीहरूका आमा हुनुहुन्न होला है, कति आमाका छोराछोरी हुनुहुन्न होला। ती सबैजनाले छोराछोरी नहुने पनि रुनुभएको छ, आमा नहुने पनि रुनुभएको छ, कोही नहुने पनि रुनुभएको छ। न छोराछोरी छन् न आमा छन्। छोराछोरीले सम्झिने आमा पनि छैनन्, आमाले सम्झिने छोराछोरी पनि छैनन्। कति रुनुभएको छ। कतिका छन् आमा नै हुनुहुन्छ, छोराछोरी नै हुनुहुन्छ। कतिखेर आउँछन् भनेर पर्खेर बस्नु भएको छ। मलाई फोन आउँछ कि आउँदैन, मेरो छोराछोरीले फोन गर्छन् कि गर्दैन भने कतिले सम्झेर बस्नुभएको छ है, आमाहरूले पनि। त्यो भएर सबै साथीहरूलाई बिन्ती छ, रुने काम नगर्नुहोस्। हामीलाई भगवानले जन्मिँदाको साइत यहाँ के लेखेर जन्मेको छ नि त्यो साइत हुन्छ। कतिका गर्भैबाट जन्मिने सन्तान कस्तो हुन्छ त भने बाबुआमालाई पीडा गर्ने, बाबुआमालाई काटमार गर्ने, कुट्ने, पिट्ने, दयामाया नगर्ने सन्तान पनि जन्मिन्छन्। कतिका आमाले फेरि आफ्नो कोखमा 9 महिना राखेर जन्म दिएको छोराछोरीलाई पनि मारेर दोस्रो व्यवहार गरेर हिँडेका पनि छन्। कतिले छोराछोरी बिहाल बनाएर हिँडेका पनि छन्। होइन साथीहरू, तपाईँहरूले देखिराख्नु भएको छ, बुझिराख्नु भएको छ। त्यो भएर कतिका आमा कस्ता हुन्छन् भने मेरा छोराछोरी धनी गरिब जसकै ठाउँमा जुनसुकै ठाउँमा हुन् सम्मान एक सम्मान गर्नुहुन्छ। गरिबलाई पनि धनीलाई पनि एक सम्मान। के यो सानो यो ठुलो भन्नुहुन्न कतिका आमाले। कतिका आमाले के गर्नुहुन्छ, फलानु छोरी कस्तो धनी छ, फलानु छोरो कति धनी छ, त्यसलाई पो माया गर्नुपर्छ। जुन गरिब छ नि, केही नहुने छ, त्यसलाई एकदम हेला गर्नुहुन्छ कतिका आमाले। त्यो पनि जन्मिँदाकै साइत हो, भगवानले लेखेर नै पठाउनु भएको हो। त्यो भएर पीडा नगर्नुहोस्, चिन्ता नगर्नुहोस्। के मेरो आमाले यसो गर्नुभयो, मेरो छोराछोरीले यसो गर्नुभयो भनेर चाहिँ चिन्ता नगर्नुहोस् है साथीहरू। बाँकी कुरो बाँकी अरू के त भन्दा, अब यो औँसीमा आमाको मुख हेर्ने औँसी, हामीले माता तीर्थ औँसी भन्छौँ नि, त्यो औँसीको दिन मात्रै आमाको मुख हेर्ने होइन। आफ्नो आमा आफ्नो बुवा हुनुहुन्छ भने हजुरहरूले काहीँ टाढा हुनुहुन्छ भने दिनको एकचोटि फोन गर्नुहोस्, जतिखेर नि समय मिल्छ भेट्न जानुहोस्। आमालाई सदर कदर गर्नुहोस्। आमा भनेको धरती माता हो के, धरती मातालाई हेला नगर्नुहोस्। अहिले हुनेले नहुनेले हामीले त अब कहाँबाट पाउनु। हामीले त जिउँदो हुँदा पनि गऱ्यौँ, गर्न त होइन, आफ्नो क्षमता अनुसारले गऱ्यौँ। अहिले हुनुहुन्न, अहिले सम्झना मात्रै हो, फोटोमा मात्रै हो होइन। मेरो आमा यस्तो हुनुहुन्थ्यो, अब कहाँ भेटिन्छ भन्ने सम्झना मात्रै हो। साथीहरू त्यो सम्झना नराख्नुहोस्। जे जति हुन्छ, कसैका बाबुआमा अगाडि जान्छन्, कसैका छोराछोरी अगाडि जान्छन्, छोराछोरीले छोडेका हुन्छन्, कसैका बाबुआमा छोडेका हुन्छन्। त्यो काम पनि नगर्नुहोस्। सम्पूर्ण साथीहरूलाई मेरो यही बिन्ती छ, रुने कराउने एकदम हाँसी खुसी रहनुहोस् जिन्दगीभरि। आखिरी बाबुआमा जाने बाटोमा हामी पनि गइन्छ, हामी जाने बाटोमा हाम्रा छोराछोरी पनि गइन्छ। सम्झेर पीडा लिने होइन, होइन त्यो काम नगर्नु होला। सम्झिने हो, आफ्नो मनमा राख्ने हो। आँसु त मलाई पनि आउँछ, मलाई पनि रुन मन लाग्छ के आमा सम्झिँदाखेरि, बुवा सम्झिँदाखेरि। अरूका मेरा बाबुआमा जस्तो अरूका छैनन् होला भने जस्तो हुन्छ, तर सबैको त्यस्तै हो। कसैको जन्म कस्तो हुन्छ, कसैको जन्म कस्तो हुन्छ। कसैले कुनै छोराछोरीले बाबुआमा काटमार गरेका नि छन्, कुनै बाबुआमाले छोराछोरी काटमार गरेर हिँडेका पनि छन्।
त्यो सबै सम्झिने हो कि फलानाको यस्तो भएछ हाम्रो नि के होला र, यस्तै त हो नि जिन्दगी भन्ने सम्झिने, आनन्द मन लिने। जतिका बाबुआमा हुनुहुन्छ राम्रोसित जानुहोस्, राम्रोसित आफ्नो आमासँग दिनभरि बस्नुहोस्, गफसफ गर्नुहोस्। कति टाढा नजिकदेखि जानुहुन्छ होइन, गफ गर्नुहोस्, बस्नुहोस्। सबै कुरो पाइन्छ। जन्म दिने आमा पाइँदैन, बाउ पनि पाइन्छ। आमा जतिजनासँग गयो त्यतिवटा बाउ हुन्छन्, तर त्यो जन्म दिने आमा चाहिँ एउटै हुन्छ कि। हामीलाई कोख खुल्ला गरेर जन्माउने आमा चाहिँ एउटै हुन्छ। साथीहरू त्यो सम्झिनु होला, आमाभन्दा ठुलो कुरो केही पनि होइन। मेरो नि एउटा छोरी छे, आउँदैछ। मेरा आमा पनि हुनुहुन्न, बुवा नि हुनुहुन्न होइन। सम्झना आउँछ, सम्झना मात्रै हो। अरू के गर्न सकिन्छ र। बाबुआमासँगै जान नि सकिँदैन, छोराछोरीसँगै जान नि सकिँदैन। सबैको यस्तै हो। त्यही भएर साथीहरूलाई, सम्पूर्ण साथीहरूलाई मेरो भिडियो लामो हुन्छ, लामो भयो नि फुल वाच हेरिदिनु होला। तपाईँहरूकै आइडी राम्रो हुन्छ। हस्त नमस्कार सम्पूर्णलाई।